थोरै यो भिडियो हेर्नुहोस् है। भोट केमा हाल्नुहुन्छ? सूर्यलाई आँखा नजिकमा हाली माग्छु। सूर्यलाई भोट मातो जान्छ त्यो धरान पानी खरा हुन्छ। माओवादीले मलाई ठोरे कुटेको त्यो माग्न आएको छ। म दिन्छु त्यसलाई भोट। मलाई त कुटेको माओवादीले त अचल तारा रहेछ हस्या हुँडाउँछु। ऊ नजिङ्गेको छोरा अर्कोले कुटेन कि ढुक्री मनल आना पर थिच्यो। त्यसले भूमियाको आमालाई ठोरे कुटेको त्यसलाई म भोट दिए त म त ठोरे मलाई फकाएको छ। म देउरा बेच्नु जान्छु क्या नानी हो। गुन्द्रुक सुन्द्रुक साग जरेला लान्छु। म दिन्छु तिनीहरूलाई भोट। बिर्दा भट्टा खानु कसले दिएको? काङ्ग्रेस के भन्थ्यो? मार्छ भन्थ्यो। एमाले चाहिँ दियो हामीलाई भोट पैसा दिनेलाई म त भोट हाल्छु है। सोच्दैन हामी बाँचुन्जेलसम्म पालेको छ हामीलाई, हामीलाई पाल्ने सोझो मान्छे देव विक्रम इमान्दार, कुनै उहाँभन्दा टिकट नदिएको पार्टीमा इमान्दार भएर काम गरेको खोटाङ जिल्लाको कृषक भनेर उहाँले बताइसक्नुभयो। उहाँलाई अस्ति नै हामीले यो भन्दा अगाडि भेटेर गफसफ गरेको थियौँ। अनि त्यसै हिसाबले यसो इमान्दारको हिसाबले पनि र सूर्यमै मत दिएका कारणले देव विक्रमलाई दिन तयार छौँ बाबु। मैले जानेका मेरा श्रीमती अरू त अब भन्न सकिँदैन, श्रीमती समेत हामी सूर्यलाई दिने यहाँभन्दा अगाडि पनि दिएको, अहिले पनि दिन तयार छौँ। सूर्य पहिले जे हालेको छ त्यहीमा त्यसलाई नि हो। पहिलेदेखि त्यही हालेको, म लडबाड नगर्ने। पुरानो इमान्दारी पार्टी भनेर म सूर्यमै भोट हाल्छु। अहिलेको उमेरले जिताउनु उहाँले हो सूर्यमा भोट हाल्नु पर्ने छ भनेपछि हामी देव विक्रम राईलाई जिताउने अहिले। एमालेमा के सूर्यमा सूर्य काठमाडौँमा बस्ने प्राज्ञ प्राध्यापकहरूले काठमाडौँ बसेर दिएको शुभकामना भन्दा पुरै जिन्दगी गाउँमा बिताइरहेका यी बा आमाहरूको आवाज चाहिँ चुनाव जित्नको लागि महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ।